हेलो गाछहरू, आज चाहिँ मल बोकाइ हुँदैछ मेरो अदुवाको लागि। अब अदुवा रोपाइ हुन आँट्यो, त्यसले गर्दा अदुवा मल बोकाइ हुँदैछ। यहाँ मल हेर्नु चाहिँ मल भरेको छु यी बराबरमा। आधी बोकिसकेँ र आधी चाहिँ अब बोक्नुपर्ने छ। यहाँ हाम्रो सासुआमा पनि छ, सासुआमा बोलेको बुझ्दैन राम्रोसँगले है आमा हो नि। नमस्ते हो, यस्तै छ है हाम्रो आमा चाहिँ। नमस्ते। भिडियो आउँछ आमाको ल, भिडियो। अब यो चाहिँ बोक्नुपर्ने छ मैले। यो बोकिसकेर चाहिँ फेरि मल भर्नेछु। हुन्छ मर्नु बनाइन्छ हत्तु हैरान हुँदैछ घाममा, के गर्नु। हाम्रो गाई पनि छ, घाँस माग्दैछ गाईले। आयो कता गयो यो बोरा त, एकता ढल्क्यो नि। अब यी बाटो चाहिँ यता चाहिँ पर जानुपर्छ। पर पुगेर चाहिँ त्यहाँ चाहिँ बारी पर बनाउँछु। घाममा हत्तु हुँदो रहेछ नि, के गर्नु। बस्तीमा बसेपछि यस्तै छ, बस्तीको चलन। काम नगरी हुँदैन होइन गाइस। सबैजनाले तपाईँहरूले पनि त्यस्तै काम गर्नुहुन्छ होला है। मल बोकी बारी खनी गर्नुहुन्छ होला। हैरानको हत्तुको यस्तो बाटो छ, आइपुग्न आँटे। अब चाहिँ बारीमा आइपुग्न आँटे। अब हावा चल्छ नि, फेरि चिसो हावा चल्छ कि, र मजा आउँछ। नभए त घाम मात्रै हो भने त साह्रो पर्छ। हावा चलेर अलिक घर पनि सन्चो हुन्छ, शीतल हुन्छ, मजा लाग्छ। मैले बनाएको बारी मल बोकेको छु मैले। आधी अघि बोकिसकेको छु, अहिले चाहिँ भर्खर लाँदैछु होइन। आइपुगेँ अब म चाहिँ बारीमा। कहिले अदुवा रोप्नु पर्ने है। अब यहाँबाट चाहिँ लडाइदिनु पऱ्यो, यहाँबाट चाहिँ लडाउँदै जानुपर्छ। हेर्नु ल, यसरी लडाउँछु म चाहिँ। हो त्यहाँ पुगेपछि यो चाहिँ बिस्तारै लडाउनु छ, यसरी लडाउनुपर्छ हो, अन्त मात्रै हुन्छ। यति बोकिसकेँ मैले। अब नाम्लो बोकेर, नाम्लो सट्टै बोकेर फेरि घरतिर हिँड्नुपर्छ। फेरि बोकेर ल्याउनु पऱ्यो मल। असारेको अनुसार मल त्यो सबै यो तलसम्म पुऱ्याउनु पर्ने छ। मल सबै लाउनु पर्ने छ, माथिदेखि तल खनेको चिन्छ होला नि, त्यहाँसम्म मल बोकेर चाहिँ। अदुवा त धेर छैन, 1-1.5 मन होला। मसिनो बनाएर रोपिदिनु पऱ्यो, थुप्रो बनाउने भनेको। अब भ्यू जगाउनु पर्छ। ल गाइस, हेर्दै गर्नु, भिडियो यस्तै छ। तपाईँहरूलाई मजा लाग्छ कि लाग्दैन है। मजा लाग्यो भने लाइक सेयर कमेन्ट गरिदिनु, साथै सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु सबैजनालाई। ल नमस्ते सबैजनालाई।